गाइस के छ खबर म तपाईलाई आज द बसको मनपर्ने मान्छे देखाउन गइरहेको छु। मेरो मनदीप भाइ छन्। नमस्ते सबैजनालाई, सबैले चिन्नु भयो होला हैन। मैले उहाँ राम सरलाई भेटिसकेको छु। आई मिन दाइ भन्छु उहाँलाई चाहिँ। एक्ज्याक्टली म चाहिँ द बसको कन्टेस्टेन्ट, उहाँ चाहिँ ब्लाइन्डेडको कन्टेस्टेन्ट हुनुहुन्छ हैन। सबैले लाइक गर्नु होला अनि सबैले माया मोह देखाइदिनु होला भन्न चाहन्छु है। म चाहिँ हाम्रो दाइलाई पनि उति नै माया गरिदिनु होला है। हाम्रो बसको हैन एकदम इनोसेन्ट भाइ जस्तो लाग्छ मलाई। एकदम राम्रो, एकदम सच्चा मन भएको, एकदम सिधा मान्छे हैन। त्यस्तो हुन्छ नि अरु जस्तो बाङ्गो टेङ्गो नजानेको, सिधा म जस्तो सिधा क्या हो त्यस्तो लाग्छ। यस भाइ यस खुसी लाग्छ मलाई। ल ओके भाइ ठीक छ हैन, राम्रो गर्नु हैन, केही चाहिँ ठीक छ। बेस्ट अफ लक हैन। यस परिधि गर्नु, अरु त के भन्नु छ र यार है। सबैलाई सिकाउन सधैँ चल्नु यार। यही छ दाइको शुभकामना, अरु त केही भन्दिनँ म है। ल ओके छ त ल। हाम्रो चेलीबेटीहरूको डान्स एकदम राम्रो बवाल लाग्यो मलाई हैन। के छ नयाँ ताजा हालखबर? एकदम ठिक छ, एकदम मस्त, एकदम बिन्दास। हाम्रो रामुजीको हाम्रो रामुजीको के अरे च्यानल सब्स्क्राइब हाल्दिनु होला हैन। चाँडोभन्दा चाँडो 1 लाख सब्स्क्राइबर चाहियो हामीलाई। चाँडोभन्दा चाँडो पे पनि होस्, हामी आउँछौँ, होस् खान्छौँ। अरु मलाई पनि मनपर्ने मान्छेहरू हुनुहुन्छ यहाँहरू हैन। अनि यस्तो जे भए पनि एकदम बवाल लाग्छ मलाई हैन। ओहो हेर जुनकेरी जस्तो कहाँ चन्द्रमा जस्तो तारा जस्तो त्यो बादल जस्तो आउँछ। बादल र ल ठिक छ ओके छ त। राम्रो छ, बिहे हुनु पर्यो दाजु भाउजू। ल ओके छ त गाइस। हेलो नमस्कार भाइ। आज मेरो गानो दाइ सजिन भाइ हजुरको आज म मेरो गाई ज्यारो सँगै मलाई खुसी लाग्छ भाइ। एकदम हामीले हँसाउने कमेडी म्यान लाग्छ गाइस। त्यो लास्ट सोझो मान्छे होइन, एकदम सोझो मान्छे, कमेडी मान्छे हो। अहिले डान्समा लाग्छ गाइस होइन। हाम्रो शरीरलाई पनि हँसाउनु जन्मेको र म पनि हँसाउनु जस्तो लाग्छ। हामी जे गर्छौँ नि अरूको लागि गर्छौँ, हामी आफै गरेको नि अरूले हँसाउँछ हो। हामी अडियन्सको लागि हँसाउँछौँ र हँसाइराख्छौँ जिन्दगीभर। सबैले भन्छन् होइन शरीरले कहिले बिहे गर्ने कुरो भइसक्यो, कुरो पनि भइसक्यो। अब छैन त के गरौँ यहाँ? छैन कता गयो दाइको पुरै सुनेर मलाई निद्रा लाग्यो। समय छु हेर्दाखेरि यसो ह्यान्डसमै लाग्छ तर खै के हो मलाई निद्रा लाग्यो गाइस। ओके नमस्कार। अब मेरो जोडी त देख्नु भएको छ, यो झ्याप्ले भाइ सिङ्गल भएर म यो एकान्तमा पुरा रनफनी रहेछ। चौरमा पुरा बेहोस भइरहेछ। भन्नुहोस् के गर्नुहोस्, यस्तो सिधा मान्छे, यस्तो सोझो मान्छे, सबैभन्दा द बसको सबैभन्दा सोझो मान्छे यो भाइ जस्तो लाग्छ। मलाई दया लाग्छ होइन। फेरि यो प्रदीपको पछि किन लाग्छ मलाई थाहा छैन। प्रदीपसँग तिम्रो कनेक्सन छ र केही? त्यसले साथी भनेर मलाई स्वीकार्यो कि दाइ। पहिला साथी भन्थ्यो अनि तेरो साथी भन्यो। ए त्यसो ठुलो सम्बन्ध त केही पनि होइन, साथीहरूले साथीको सम्बन्ध निभाइरहेको साथी हो तर प्लस माइनसको सम्बन्ध होइन नि। छैन हो यति खोजेको मैले। प्लसको सम्बन्ध हुन्छ त्यो मान्छेमा, माइनसको नि हुन्छ त्यो मान्छेमा, तर प्लस र माइनसको सम्बन्ध हो कि होइन भन्ने मात्र बुझ्न खोजेको मैले। होइन त्यस्तो के होइन, साथी मात्रै हो। ए हो ओके छ त। यसो गर अब तपाईँले मिलाइदिनु पऱ्यो दाइ। खै तपाईँको त्यो गर्लफ्रेन्डको बहिनी साथी कोही जो पनि मिलाइदिनु पऱ्यो। अब यो द बस त केटी भेटाउँदैन जस्तो दाइ मैले। तपाईँको अब गर्लफ्रेन्डको अब होइन बहिनी कि साथी कि यस्तो मिलाइदिनु पऱ्यो मलाई। होइन यस्तो गर, म मेरो डाइरेक्टर सरसँग कल गर्छु म होइन। जसरी भए पनि यो झ्याप्ले भाइलाई सिङ्गल छ अरे, सिङ्गल भयो अनि म जसरी भयो नि यसो एक दुईवटा राम्री केटीहरू
परी जस्तो ल त परी भने महापरी त महापरी म पठाइदिनु भन्छु ल। होइन उहाँले चाहिँ पठाउनुहुन्छ म भन्छु अनि त्यसपछि उहाँले ल्याउनुहुन्छ है तिमी झुक्काउ अब आँसु झार्ने काम बन्द गर तिमी अब म रुदिन अब मेरो आजले काम बन्द गर, होइन राम्ररी केटी ल्याइदिन्छ मलाई सबभन्दा बबाल चुवाक सबजना हेर्दै बस कस्तो चुवाक केटीको हुन्छ बस्नुस् सम्मान गरेर बोल्ने जसलाई पनि दर्शक सरी दर्शक हुन्छ क्या सबै दर्शक हुनुहुन्छ दियोस् मेरो राम्ररी ल्याब खोजिदिनुहुन्छ मलाई एउटा कतिलो संस्कारी केटी अब ओके गाइस मतलब लागेन अब यो भाइको टेन्सन मुक्त गरिदिएँ मैले जेहोस् अब भगवान्लाई पनि के धन्यवाद दिनु पऱ्यो र भगवान् हो नि म तिम्रो लागि त हो अब होइन भगवान् होइन मिलाएपछि मात्रै भगवान् हो अहिले तपाईँ मेरो लागि के भनेपछि अहिले तपाईँ मेरो लागि स्वर्गदूत जस्तै हो अब तपाईँले मलाई केटी मिलाइदिनुहुन्छ अनि मात्रै हुनुहुन्छ तपाईँको लागि भगवान् ओके छ त ल ओके गाइस ठिक छ फेरि भेटौँला मेरो बेब्स हुनुहुन्छ यहाँ हेलो के छ ठिक छ नि राम्रो मान्छे हो मेरो मन परेको मान्छे यता फेरि सुत्ने मजा छ ओ माइ गॉड